Location. हेलो गाइस, अब हामी चाहिँ ट्याक्कर अस्पतालबाट बाहिर निस्केको छौँ। मेरो अस्पताललाई चाहिँ बाई 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 गर्नु न बाई बाई गर्दै 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 हिँडेको छौँ। यो चाहिँ एकदमै रमणीय ठाउँ रहेको छ। अब हिँड्नै पर्ने हुन्छ। कथाले मागेपछि चाहिँ हामी यो अस्पताललाई छोड्दै 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 हिँड्दैछौँ। भरे आफ्नो सामान मिलिहाल्छ, केही छैन। कस्तो दामी जङ्गल छ यहाँ चाहिँ चटपटे पसल छ। हामीले यहाँनिर खाएको अघि अर्कोलाई सुन्ने 50 को होइन 60 को। अनि यहाँ चाहिँ एउटा सेपा कर्नर भन्ने रहेछ। यहाँनिर तर हामीलाई चाउमिन पनि पाएन, नाम मात्र रहेछ। अनि हामीले चाहिँ 1.5 लिटरको चिसो खायौँ। यहाँ चाहिँ शौचालयको पनि व्यवस्था छ तपाईँहरूलाई आपतकालीन अवस्था पऱ्यो भनेदेखि। अनि यो चाहिँ खोइ उता तल कता गाउँतिर जाने अरे। अनि यहाँको घरहरू नजिक छिमेकीहरू चाहिँ यस्तो छ। हामी चाहिँ सुइँ लाएर जाँदैछौँ। हामी एउटा पहाडबाट निस्किँदैछौँ, तराईतिर झर्दैछौँ। यहाँको अवस्था यस्तै छ। मन पर्यो भने यताको जग्गा सग्गा किन्न आउँदा नि हुन्छ तपाईँहरूलाई। खेतसेत छ। हामी गइ नै रहेको छौँ। यहाँको बाटो चाहिँ यस्तो छ है। अस्पताल आउने बाटो चाहिँ कस्तो छ भन्नु होला फेरि। यस्तो छ है, एकदमै सुइँ परेर। अब धेरै बाटो चाहिँ राम्रै छ, केही बाटो चाहिँ यति कति कति बाटो छ। कति खै कता कता लानुभयो दिदीले पनि। अनि हामी जाँदैछौँ। स्कुटीले ढुङ्गा पनि बटार्दैछ, कुखुरा मार्न खोज्दैछ होला सायद। खै के हो यस्तो, मैले केही पनि बुझ्न सकिनँ यो कुरा चाहिँ। हामी चाहिँ यस्तै यहाँ जाँदैछौँ। राजमार्ग आउने बाटो त्यस्तो छ है, यस्तो छ है। तपाईँहरू केमा आउन चाहनु भएको छ हेरेर विचार गरेर यतिकोमा चाहिँ सक्छु भनेर चाहिँ आँटले आउनु होला। पब्लिक गाडीमा आउनुहुन्छ भने त केही छैन, सुइँ बसेर आउँदा भइहाल्यो। आफ्नै गाडीमा आउनुहुँदैछ भने चाहिँ यतिको बाटोमा कुदाउन सक्ने आँट लिएर मात्र आउनु होला। यहाँ हाम्रो दिदीले चाहिँ आँट बटुलेर आउनुभयो। त्यही भएर चाहिँ अनि हामी घुम्न पनि सफल भयौँ। अब घुमेर टक्क जाँदैछौँ। अनि हामी एकछिन अब केही छिटको प्रतीक्षा पछाडि चाहिँ हामी पिच रोडमा पुग्नेवाला छौँ। त्यहाँनिर पिच रोड छ, त्यो थाहा छैन के चोक हो। अहिले त्यहाँ म गएर तपाईँहरूलाई देखाउने नै छु। हेर्नुहोस् हाम्रो ग्राभेल रोड कति चाहिँ रहेछ त भन्दाखेरि। अब यो पनि भोलि पर्सि म प्रधानमन्त्री भएपछि पिच गरि नै हाल्छु, चिन्ता नगर्नु होला। अब यहाँदेखि चाहिँ एकदम पिच बाटो छ। यो चाहिँ क्याप्टेन के भन्दो रहेछ पढ्न पनि भ्याइन, सरी माफ गर्नु होला। अब पिचबाट हामी सर्र लाग्यौँ है। तर हामी चाहिँ यहाँबाट चाहिँ बिचमा चाहिँ धेरै चोक